गुड इभिनिङ नमस्ते एन्ड वेलकम यहाँहरू सबैजनालाई हाम्रो आजको सेसनमा स्वागत छ। र अब सेसनलाई अगाडि बढाउनतिर लाग्छौँ। योभन्दा अघिल्लो सेसन अर्थात् हिजोको सेसनमा मैले नम्बर म्याट्रिक्स भन्ने टपिक मिसिङ नम्बरको पार्टलाई अगाडि बढाएको थिएँ। अब आज यही टपिकलाई कम्प्लिट गरेर हामी नयाँ टपिकतिर जान्छौँ। यो टपिकमा अब हिजो केही टाइपहरू चाहिँ मैले छलफल गरिसकेको छु र मैले अगाडि अलिअलि भनिसकेको छु। यो टपिक भनेको यति धेरै अनसर्टेन्टीहरू भएको टपिक हो, यति धेरै चाहिँ टाइप्सहरू हुन सक्ने टपिक हो। सो तपाईँले ठिक्क पढ्नुहोस्। यो टपिकमा धेरै टाइम बिताउने साथीहरूलाई मैले भन्छु, जस्तो कतिपय साथीहरू चाहिँ यो क्वेसन मिसिङ नम्बरको क्वेसन नमिलेसम्म खाना खान मन नलाग्ने, खान नरुच्ने सम्म पनि गर्नुहुन्छ। त्यस्तो गर्नु भएन है। नम्बर म्याट्रिक्स भनेको कहिलेकाहीँ मिलिदिन्छ, कहिलेकाहीँ नमिल्न सक्छ भनेर अलि यसलाई ठिक्क रूपमा हेर्नु पर्यो तपाईँहरूले। मैले हिजो कतिसम्म गराएँ, हिजो अलिकति बिचमा मैले ब्रेक गरेँ होइन। यहाँसम्म पुगे जस्तो लाग्छ, 6 नम्बरसम्म गरे जस्तो लाग्छ। 6 नम्बरसम्म गरेका हौँ भने अब 7बाट अगाडि बढ्न सकिन्छ, हो त? यही प्रश्नमा अब हामी पुगेको, भन्नुहोस् त। ल 7 नम्बरबाट कन्टिन्यू गर्छौँ है त। अब हेर्नुहोस्, प्रश्न नम्बर 7ले हामीलाई के भनेको छ, कसरी दिएको छ भनेर हेर्नु पर्यो। हाम्रो क्लास कहिलेदेखि सुरु भएको? आइतबारदेखि होला, यही आइतबारदेखि। दुई तिनवटा टपिक भयो के अरे है। अब हेर्नुहोस् ल, प्रश्न नम्बर 7 के छ, पहिला सङ्ख्यालाई बुझ्नु पर्यो तपाईँहरूले। सङ्ख्याको त्यो सम्बन्धलाई बुझ्नु पर्यो। त्यसको लागि मैले हिजै भनेको कुरा हो, फेरि पनि यो 74, यो 90 कसरी, किन ठुल्ठुलो सङ्ख्या अरू सबै साना साना, किन त्यो दुईटा ठुलो भन्दा त्यो दुईटा सङ्ख्या चाहिँ यताको सानो सङ्ख्याहरूलाई कता कताबाट मिलाएर बनेको हुनसक्छ भनेर तपाईँको माइन्ड त्यता पुग्नु पर्यो। र तपाईँले अब 8, 3 अनि 1लाई मिलाएर कसरी हुन्छ 74 बनाउनु पर्यो। 8, 3, 1 मिलाउनुहोस्, 74 बनाउनुहोस्। कसरी खोजौँ अब? 8 भन्ने बित्तिकै 8को स्क्वायर 64 भन्ने कुरा हाम्रो माइन्डमा आइहाल्छ। 64, 8को स्क्वायर, त्यो 3को पनि स्क्वायर गरे 9, 64 र 9ले 73 भयो। अनि 1को पनि स्क्वायर गरे 1, सबैलाई जोड्नुहोस् त। 8को स्क्वायर 64, 64, 3को स्क्वायर 9, 1को स्क्वायर 1 जोड्यो भने 74 मिल्दो रहेछ। यसरी मिल्छ भने अब अर्कोमा पनि मिल्छ कि मिल्दैन, दोस्रोमा पनि मिल्नु पर्यो, अनि बल्ल तेस्रोमा जाने हो। दोस्रोमा 5को स्क्वायर प्लस 7को स्क्वायर प्लस 4को स्क्वायर गर्यो भने 5को 25, 7को 49, 4को 16 जोडौँ। 25 र 49ले 74, 74मा 16 जोडे 90 मिल्यो। मिल्यो भने यही प्याटर्न फलो गर्न सकिन्छ। त्यसो हो भने अब 6को स्क्वायर प्लस 5को स्क्वायर प्लस 2को स्क्वायर, 6को 36, 5को 25, 61, 61मा 4 जोडे 65 हाम्रो एन्सर हुनुपर्छ। अप्सन ए करेक्ट एन्सर भयो अहिलेको प्रश्नमा। सो यो कन्सेप्टलाई कसरी बनाउने भन्ने कुरा हेर्नु पर्यो तपाईँले। कसरी त्यो कन्सेप्टमा पुग्ने भन्दा, सङ्ख्याहरू एकैतिर एउटै लाइनमा ठुल्ठुला सङ्ख्याहरू आउँछन् भने कतै न कतैको सङ्ख्याहरूलाई त्यो लाइनमा भएका अन्य सङ्ख्याहरूलाई मिलाएर त्यो ठुलो सङ्ख्या बनाइएको हुनसक्छ। त्यसलाई चाहिँ तपाईँले विशेष ध्यान दिनुपर्छ। ल, यो भयो हाम्रो आजको पहिलो प्रश्न, प्रश्न नम्बर 7 मिसिङ नम्बर अर्थात् म्याट्रिक्स भन्ने टपिकबाट। यस पछाडि 8 नम्बरको प्रश्नमा जाउँ। 8 नम्बरले हामीलाई के दिएको छ, कसरी सोधेको छ, पालै पालो भेराइटिजहरू हामी सिक्दै सिक्दै जाउँ। प्रश्न नम्बर 8 हेर्नु होला। यो प्रश्न के हो त? यो प्रश्न अब यो प्रश्न सोधेको छ लोकसेवा आयोगको निजामतीतर्फ नायब सुब्बाको परीक्षामा। गाह्रो त होइन, तर ट्रिकी भएको छ, रमाइलो क्वेसन छ, त्यही भएर मैले यहाँ राखिदिएको छु। यसो विचार गर्नुहोस् त एकचोटि, के हुन्छ होला, यसो के दिएको होला, लजिकहरू खोज्ने प्रयास गर्नुहोस् त।
ल ओके। अब हेरौँ। अब के छ त तपाईँहरूलाई गाह्रो भयो होला कति साथीहरूलाई यसको कन्सेप्ट नै आएन हामीलाई होइन, किनकि के छ बुझ्नै सकिएन। अब यसको रमाइलो लजिक छ, म भनिदिइहाल्छु, बुझिहाल्नुहुन्छ मजाले। हेर्नुहोस्, यहाँ खै त यो के हो, यहाँ भरिएको छ त क्वेसन मार्क हो। यो के दुई पढ्नुभयो कि सात पढ्नुभयो? चस्मा लाउनु पर्ने भयो अलिकति। अब हेरौँ ल के छ भनेर। यो मैले एउटा सानो काम गरिदिन्छु, म बोल्दिनँ अनि तपाईँले भन्नुहोस् है त के हो भनेर। अब भन्नुहोस् त केही हुन्छ कि, केही विकल्प हुन्छ कि? ल हेर्नुहोस् त। के होला? केही क्लिक भयो माइन्डमा? ल अब ठिक छ। अब हेर, एक र छ 16, दुई र पाँच 25, तिन र छ 36, 64 81। यो सङ्ख्याहरूलाई चिन्नु भएको छ? 16 25 36 64 81 सङ्ख्याहरू कस्ता सङ्ख्या हुन्? वर्ग सङ्ख्याहरू हुन्, स्क्वायर नम्बरहरू हुन्। स्क्वायर नम्बर हो भने यो 4 को स्क्वायर हो, यो 5 को स्क्वायर हो, यो 6 को स्क्वायर, यहाँ आउनु पर्यो 7 को स्क्वायर, यहाँ आउनु पर्यो 8 को स्क्वायर, यहाँ आउनु पर्यो 9 को स्क्वायर। 7 को स्क्वायर कति? 49। 9 त आएकै छ, यो कोठामा कति आउनु पर्यो? 4 आउनु पर्यो। ल हेर्नुहोस्, गाह्रो त छैन नि। अब त बुझियो नि कुरा। 4 स्क्वायर 5 स्क्वायर 6 स्क्वायर 7 स्क्वायर 8 स्क्वायर 9 स्क्वायर। बुझ्न गाह्रो छैन, आफूले गर्न गाह्रो हो। आफूले गर्ने बेला चाहिँ समस्या हुने हो। ठिक छ, अब बुझ्नु भएको छ क्लियरली? ल ओके, अगाडि बढ्न सक्छौँ हामी 9 नम्बरको प्रश्नतिर। के छ 9 नम्बरको प्रश्न भनेर हेरौँ। त्यो त मैले भनेपछि सजिलो, मिसिङ नम्बर हो भने यही के, अरूले एन्सर अथवा लजिक भनिदिएर आफूले लजिक थाहा पाएपछि साह्रै सजिलो। लजिक नजानुन्जेल कसरी हो कसरी हो त्यो हुन्छ। त्यही भएरै गाह्रो हो यो चिज है। 9 नम्बर हेरौँ, 9 नम्बरको प्रश्न के छ। अर्को एउटा इक्जाम्पल यो हेर्नुहोस्। अब अक्षरहरू दिएको छ, अब यो अक्षरहरूको सम्बन्ध बुझ्नु पर्यो तपाईँले। अक्षरहरूको सम्बन्धबाट खोज्नुहोस् त के हुन्छ होला यहाँनिर। मिसिङ नम्बर, यो के अरे मिसिङ अल्फाबेट, मिसिङ लेटर कुन हुन्छ त भनेर खोज्नु पर्यो। दिएको अक्षरहरू छ, अक्षरहरू दिने बित्तिकै तपाईँले पहिलो कुरा के गर्नु पर्यो भने तिनीहरू कति नम्बरमा पर्छन् भनेर लेख्नु पर्यो, प्लेस भ्याल्यु। अब यो तपाईँले पढिसक्नु भएको छैन एबिसिडी राम्ररी। प्लेस भ्याल्यु चाहिँ हेर्नुहोस्। अब बी भनेको 2 नम्बरमा पर्छ, ई 5मा पर्छ, जे 10मा पर्छ, यु 21मा पर्छ, पी 16मा पर्छ, एम 13मा पर्छ, के 11मा पर्छ, पी 16मा पर्छ। यो लेखिसकेपछि बुझ्न सजिलो हुन्छ। यो लेखिसकेपछि हामीलाई बुझ्न धेरै सजिलो हुन्छ। अब धेरै कुराहरू क्लियर गर्न सकिन्छ। कसरी हेर्ने हो त हामीले भनेर अब हेर्नुहोस्। यसमा 2बाट 5 भयो, 3ले बढ्यो, 3ले बढ्यो। 5बाट 10 भयो, 5बाट 10 भयो, फेरि 3ले बढ्यो, फेरि 5ले बढ्यो। यहाँ 2बाट 5, 3ले बढ्यो, 5बाट 10, 5ले बढ्यो। 2 र 5ले के अरे 3 र 5ले बढेको छ। त्यसपछि यहाँ 13बाट 16, 3ले बढ्यो, 16बाट 21, 5ले बढ्यो। यो पनि भयो, यो पनि भयो। 2 5 10, 3 र 5ले बढेको, यहाँ पनि 3 र 5ले बढेको। यहाँ पनि हेर्नुहोस् त, 11बाट 16 भनेको त 5ले बढेको हो भने पहिलोमा कतिले बढेको थियो? पहिलोमा कतिले बढेको थियो? 3ले बढेको थियो, 3ले बढेको थियो। 3ले बढेर 11 पुग्यो भने पहिला कति थियो होला? 3ले बढेर 11 पुग्यो भने पहिला कति थियो होला? 8 होइन? 8 हो नि, 8।
8 नम्बरमा कुन अक्षर पर्छ? ABCDEFGH भयो? बुझियो कुरा? हो, अल्फाबेट आयो भने सम्बन्ध हिजो एउटा हेरेका थियौँ, दुईटालाई जोड्दा तेस्रो आउँथ्यो। अहिलेको सम्बन्ध अलिकति फरक खालको छ। यसलाई पनि तपाईँहरूले ध्यानमा राख्नु पर्यो। ल, बुझ्नु भएको छ क्लियरली? अक्षरहरूको क्रम थाहा छैन भने क्रम चाहिँ बिस्तारै थाहा हुन्छ। हामी अल्फाबेट सिरिजहरू पढ्छौँ, कोडिङ डिकोडिङ पढ्छौँ, त्यो बेला बुझिन्छ। अहिलेलाई तपाईँहरूले क्रम थाहा नहुन्जेललाई यो बेसिक कुराहरूलाई अलिकति बुझ्ने प्रयास गर्नुहोस्, यिनीहरूको सम्बन्ध बुझ्ने प्रयास गर्नुहोस्। एबिसिडी एदेखि जेडसम्मका हरेक अक्षर कुन कति नम्बरमा पर्छ भनेर नजानी चाहिँ सुख छैन है। फेरि त्यो नजानिकन सुखै छैन। कुन कति नम्बरमा पर्छ एबिसिडी सबै जान्नुपर्छ। क ख को अगाडि को पछाडि आउँछ सबै जान्नुपर्छ। त्यसको हामीसँग विकल्प छैन। सो यो प्रश्न नम्बर 9 सल्भ भइसकेको छ। 10 नम्बरमा जाउँ। के भन्छ 10 नम्बरको प्रश्नले? त्यो प्रश्नलाई हेरौँ। ल, अब हेर्नुहोस् यो प्रश्नले के भनेको छ। अलिक गाह्रो छ, म कन्सेप्टमा लगिहाल्छु। प्रश्नलाई हेर्नुहोस् पहिला। एकैचोटि समय थोरै लेख्नुहोस् मात्रै भने पनि भनौँ न। सङ्ख्याहरूलाई लेख्नुहोस् र कसरी दिएको छ भनेर यसको सम्बन्ध भर्खरै मात्र एउटा परीक्षामा पनि सोधिएको थियो। कस्तो कस्तो सम्बन्ध पोसिबल हुन्छ त्यसको अर्को एउटा तरिका म यहाँनिर भन्छु तपाईँहरूलाई। तपाईँले हेर्नुहोस् सङ्ख्याहरू कसरी कसरी आएको छ, के हुनसक्छ। चारवटा दिएको छ, चारवटा कलम, तिनवटा रो हामीलाई दिएको छ। अब तिनीहरूको सम्बन्ध कसरी हेर्ने, कसरी बुझ्ने, त्यतातिर लागौँ। सबभन्दा पहिला अरू केही छ कि स्क्वायर क्युब नम्बरहरू? हेर्नुहोस्, सिङ्गल डिजिट प्रयोग भयो भने त्यस्तो हुन सक्छ। सिङ्गल डिजिट प्रयोग भएको छैन, डबल पनि आछ दुईटा। त्यसैले अरू तरिकाले सोचौँ। म एन्सरमा लग्छु, तर तपाईँले कन्सेप्ट बुझ्नु पर्यो। चारवटा आउँदाखेरि के हुन्छ ल हेर्नुहोस्। अरू पनि लजिक हुन सक्छन्, तर कहिलेकाहीँ के गरिदिन्छ, पहिलो र दोस्रो जोडेर जति आउँछ तेस्रो र चौथो जोड्दा पनि त्यति नै आउने। पहिलो प्लस लजिकहरू के हुन सक्छन् यस्तो बेलामा भन्दा, अरू पनि हुन्छन्, तर एउटा टाइप भनेको चाहिँ पहिलो प्लस दोस्रो इक्वल टु तेस्रो प्लस चौथो। एउटा लजिक पहिलो प्लस तेस्रो इक्वल टु दोस्रो प्लस चौथो। त्यसपछि पहिलो इन्टु दोस्रो इक्वल टु तेस्रो इन्टु चौथो। अर्को भनेको पहिलो इन्टु तेस्रो इक्वल टु तेस्रो चाहिँ दोस्रो इन्टु चौथो, दोस्रो इन्टु चौथो। अब यसलाई बुझ्नु पर्यो हामीले कुन लजिक युज भएको छ। हेर्नुहोस् त यसमा अब अहिले हामीले हेऱ्यौँ भने सिम्पल कुरा छ बुझ्न चाहिँ, तर यो लजिकहरू धेरै छ। धेरै लजिकहरू मध्ये यो पनि हुनसक्छ, अरू पनि हुनसक्छ। यस्तो लजिक पनि हामी चेक चाहिँ गरिहाल्न सक्छौँ उस्तै उस्तै सङ्ख्याहरू आएको देखियो भने। हेर्नुहोस् अब 8 तिया 24, 6 चौके 24, 9 पन्चे 45, 15 तिया 45, 12 चौके 48, 6 आठा 48, 8 आउनु पर्यो। हेर्नुहोस् त, पहिलो सङ्ख्या 8 इन्टु 3 इक्वल टु 6 इन्टु 4 बराबरी। दोस्रोमा यो पहिलो 9, तेस्रो 5, 9 पन्चे 45, 15 छ दोस्रोमा, चौथोमा 3, 15 तिया 45। अर्कोमा लास्टमा 12 चौके 48, 6 लाई कतिसँग गुणन गर्नु पर्यो? 8 सँग गुणन गरे 48, त्यसैले एन्सर अप्सन ए 8 हुनु पर्यो। ल हेर्नुहोस्, यस्तो लजिकहरू पनि प्रयोग गरेको पाइन्छ इक्जाममा। यस्तो लजिकहरू पनि सोधिएको छ। जोड्ने पनि हुनसक्छ, गुणन गर्ने पनि हुनसक्छ, पहिलो र दोस्रो, तेस्रो र चौथो नि हुनसक्छ, पहिलो र तेस्रो, दोस्रो र चौथो नि हुनसक्छ। नर्मल्ली सोधिरहेको लजिकहरू यी चारवटा छन्। यस्तो केसमा अरू पनि पोसिबल हुन्छ, तर नर्मल्ली हामीले हेर्दाखेरि यो चारवटा केसको पोसिबिलिटी तपाईँले सुरुमै हेर्न सक्नुहुन्छ। अनि त्यसपछि मिलेन भने बल्ल अगाडि बढ्ने हो। त्यस्तो गाह्रो अरू कुरा केही पनि छैन। के भयो?
एक्चुअली बुझ्नलाई हामीले यति होला हेर्नुहोस्। पहिलो 8, तेस्रो 3, 8 तिया 24 हो, 8 तिया 24। यो दोस्रो र चौथो गुणन गर्नुहोस्, 6 चौके 24 बराबरी भयो। बराबरी पहिलो र तेस्रो, दोस्रो होइन। पहिलो इन्टु तेस्रो, दोस्रो इन्टु चौथो बराबरी भयो। पहिलो इन्टु तेस्रो, दोस्रो इन्टु चौथो फेरि बराबरी भयो भने पहिलो इन्टु तेस्रो 12 इन्टु 4, दोस्रो इन्टु चौथो 6 इन्टु खाली ठाउँमा 8 भयो भने बराबरी हुन्छ, मिल्छ। त्यसैले खाली ठाउँमा 8 आउनुपर्छ भन्ने हो है। अब ठिक छ। ल अर्को प्रश्नमा जाउँ। 11 नम्बरको प्रश्नमा यो लजिकहरूलाई ध्यानमा राख्नु होला। प्रश्न नम्बर 11, यो हेर्नुहोस् अब के छ, यसलाई बुझौँ के छ त यो भित्र। अब यो प्रश्न अलि अचम्म छ, अलि फरक खालको छ। यसलाई अलि फरक तरिकाले हेरौँ, बुझौँ के दिएको हो भनेर। यसको कन्सेप्ट नै डिफ्रेन्ट छ। यो क्वेसन सोधिएको पनि छ दुईचोटि जति, यता लोकसेवाको निजामतीतिर सोधेको क्वेसन हो। के छ अब यो धेरै कुरा छ, यसको चाहिँ म सिधा भनिदिन्छु तपाईँलाई। यस्तो लजिक भएकै क्वेसन यो चाहिँ 5वटा दिएको सोधेको छ, अहिलेसम्म यसरी नै सोधेको छ। के हो त भन्दा हेर्नुहोस् है, यो एक यो दुई र यो एक जोड्यो भने 4 हुन्छ। सबैलाई जोडेर हेर्नुहोस् 4 भयो। यो सबैलाई जोड्नुहोस् त, 2 2 4, 4 5 9 हुन्छ। यहाँ जोड्नुहोस्, 5 5 10 छ 16। यहाँ जोड्नुहोस्, 8 8 16, 16 9 25। कस्तो सङ्ख्याहरू देख्नुभयो तपाईँहरूले? हेर्नुहोस् त, यसरी जोड्दाखेरि टोटलमा आउने सङ्ख्याहरू स्क्वायर नम्बरको रूपमा आएको छ। लजिकै यही छ। अब यो त याद पनि गर्नु पर्यो अलिअलि कुराहरू। लजिकै यसरी नै दिएको छ भने अब आउने सङ्ख्या अर्को स्क्वायर नम्बर हुनुपर्छ, अर्थात् 6 को स्क्वायर 36 हुनुपर्छ, किनकि यो 2 स्क्वायर 3 स्क्वायर 4 स्क्वायर 5 स्क्वायर, अब 6 स्क्वायर 36। यहाँ जोडेर 36 आउनलाई माथि 13 15 कति 28। अब यो खाली ठाउँमा कति आउनु पर्यो? खाली ठाउँमा अब 13 15 28, 28मा 8 जोडे 36 हुन्छ, त्यसैले 8 आउनु पर्यो। अलिक गाह्रो छ यो प्रश्न, अफिसरको लागि चाहिँ सोधेको हो यता निजामतीतिर। तर लजिक जानिराख्दाखेरि कुनै दिन हामीलाई पनि यस्तै तरिकाले गरिदियो घुमाइदियो भने हामीले पनि बुझ्न सक्छौँ। कुरा भनेको हामीले कसरी बुझ्नु पर्यो, जोड्दाखेरि कोलममा ठाडो लाइनमा जोड्दाखेरि स्क्वायर नम्बरहरू आइरहेको छ। अब यस्तो लजिक त इक्जाममा नयाँ क्वेसन तपाईँले देख्नुभयो भने मिलाउन सक्नुहुन्न, त्यसमा म ढुक्क छु। लजिक अहिले जानिएको छ भने इक्जाममा गएर पनि त्यही लजिक यस्तो हो कि भनेर आउँछ माइन्डमा। होइन भने तपाईँले नयाँ क्वेसन देखेर यस्तो क्वेसन मिलाउने सम्भावना लगभग लगभग हुँदैन भन्दा पनि हुन्छ। सो नम्बर म्याट्रिक्सको पार्टमा हामीले एउटा अर्को इक्जाम्पल यो हेऱ्यौँ, अलिकति गाह्रो प्रश्न थियो। यति गऱ्यो भने म नम्बर म्याट्रिक्समा चाहिँ धेरै नगर्नु भन्छु। यो टपिकलाई छोडेर हामी अर्को टपिकतिर अगाडि बढ्न सक्छौँ। अर्को टपिक अब मैले चाहिँ अहिलेसम्म गरेको पार्ट भनेको नम्बरको पार्ट, नम्बर सिरिज, नम्बर एनालोजी, नम्बर क्लासिफिकेसन, म्याट्रिक्स अथवा मिसिङ नम्बरको पार्ट हामीले अहिले गऱ्यौँ। योभन्दा पछाडि अब नम्बरलाई अहिले कन्टिन्यू नगरेर म भर्बल पार्टमा जान्छु। भर्बल पार्टको कुराहरूलाई हामीले क्लियर गर्दै गर्दै अनि त्यसपछि बल्ल नन भर्बल र न्युमेरिकल पार्टमा हामी
बिस्तारै आउँला। अब चाहिँ हामी भर्बल अथवा शाब्दिक बौद्धिक परीक्षण भन्ने खण्ड, त्यो खण्डतिर अगाडि बढ्छौँ। के हुन्छ त त्यसमा, अब के छ त्यो हामी हेर्नतिर लाग्न सक्छौँ। भर्बल पार्टमा एउटा इम्पोर्टेन्ट टपिक भनेको हाम्रो डिरेक्सन भन्ने टपिक छ। यो टपिक एकदम इम्पोर्टेन्ट छ। यसको बारेमा हामी अहिले कुरा गर्छौँ, अहिले सुरु गर्छौँ यसलाई। यो टपिकभित्र के छ, के कुरा जान्नुपर्छ भनेर हामी हेर्छौँ। अब नयाँ सेसन भनौँ न, हामीले अब नयाँ ऊ चाहिँ सुरु गऱ्यौँ भनेर बुझ्नुहोस् अहिलेदेखि, आजदेखि। र डिरेक्सन सेन्स टेस्टमा हामीले पढ्ने कुरा के हुन्छ भनेर हेर्नुहोस्। तपाईँहरूले फाइल पाउनुहुन्छ, पिडिएफ पाउनुहुन्छ। तपाईँहरूलाई कसरी आउने गरेको छ पिडिएफ? सरहरूले आफैले राखिदिनु भएको छ कि ग्रुपहरूमा कि के छ? मैले त्यो जानकारी पाएको छैन। ग्रुपमा आउँछ कि ड्राइभको लिङ्क बनाएर सेयर गरिदिँदा हुन्छ होला बेटर, होइन? त्यो भनेको त्योभन्दा त गुगल ड्राइभमा फाइलहरू राखेर सेयर गर्दा पनि हुन्छ होला। तपाईँहरू फेरि कता कता केमा छरिनु भएको छ, म एकचोटि सरसँग सल्लाह गर्छु, हाम्रो म्यानेजमेन्ट टिमसँग सल्लाह गरेर तपाईँहरूलाई कता पठाइदिने भन्ने कुरा म हेर्छु। रेकर्डेड भिडियोको बारेमा चाहिँ मलाई थाहा छैन है। रेकर्डेड भिडियो चाहिँ थाहा छैन। मैले तपाईँहरूलाई पिडिएफ नोटहरू चाहिँ सेयर गरिदिन सक्छु। ग्रुपमा नै आउँछ, ओके। ल, आएको छैन, म राखिदिउँला। त्यसो भने आउँछ भनेको मतलब मैले हालिदिनु पर्यो। तर मैले हालिदिँदाखेरि कता कता हालिदिने हो भनेर मैले जानकारी नपाएर पनि हो। ठिक छ, यसको बारेमा म भोलि सरसँग सल्लाह गरेर तपाईँलाई पिडिएफहरू अपडेट गरिदिन्छु है। ओके, सो अगाडि बढौँ अहिलेको प्रश्नमा। डिरेक्सन एन्ड डिस्टेन्स सेन्स टेस्ट, दिशा र दूरी ज्ञान परीक्षण भन्ने टपिक छ। यो टपिकलाई अब हामी बुझ्नतिर लाग्नु पर्यो। के छ यो टपिकमा, के गर्नुपर्ने छ त्यो हेर्नु पर्यो। सबभन्दा पहिला यहाँनिर मैले डिरेक्सनको एउटा डायग्राम सेयर गरेको छु तपाईँहरूसँग। डायग्राममा के छ, के जान्नु पर्यो भनेर केही कन्सेप्ट्सहरू बनाउनुहोस् पहिला सुरुमा। यो टपिक सजिलो पनि छ, गाह्रो पनि छ है। मतलब त्यस्तो धेरै गाह्रो पनि छैन। तर राम्ररी पढ्नु भएन भने यो टपिक गाह्रो पनि हुन्छ फेरि। र यो टपिक राम्ररी पढ्नुभयो भने यसबाट आउने क्वेसन चाहिँ मिलाउने लगभग लगभग स्योर सर्ट हुन्छ। कुनै कुनै टपिकहरूलाई म फुल्ली टाइम, मजाले धेरै टाइम लगाएर पढाउँछु। कुनै कुनै टपिकहरूलाई अलिक छिटो छिटो जानुपर्ने हुन्छ। कस्तो टपिक बढी इम्पोर्टेन्ट छ भन्ने कुरा दिने हो। डिरेक्सन एकदम मजाले, डिरेक्सन र कोडिङ भन्ने टपिकलाई फुल्ली पढ्ने, अनि फेरि अरू टपिकहरूलाई कतिको हामीलाई चाहिन्छ भन्ने हिसाबले हामीले हेर्न सक्छौँ। डिरेक्सन चाहिँ जस्तो आए पनि गर्न सक्छु भन्ने हिसाबले हामीले पढ्नु पर्यो। अहिलेलाई अब पहिला सुरुमा डिरेक्सनको नामहरूको बारेमा हेरौँ। हामीसँग मेन डिरेक्सन चारवटा छ: उत्तर, दक्षिण, पूर्व, पश्चिम। चारवटा मेन डिरेक्सन, हामीलाई सबैलाई थाहा छ यो कुरा। तर यो डिरेक्सनहरूलाई कसरी मिलाउने भन्ने कुरा थाहा छैन। अब त्यहाँदेखि नै सुरु गरौँ। सुरुमा हेर्नुहोस्, आफू तपाईँ जता फर्किनु भएको छ नि, अहिले म फर्केको छु नि यतातिर बोर्डतिर, होइन? तपाईँहरू कपीतिर फर्किनु भएको छ। कपीमा चित्र बनाउँदा आफ्नो सिधा अगाडि जहिले पनि नर्थ राख्नुहोस्, उत्तर राख्नुहोस्। सिधा अगाडि जहिले पनि उत्तर अथवा नर्थ राख्नुहोस्। यो पहिलो कुरा भयो। अनि म अब उत्तर फर्किरहेको छु। मेरो दाहिने हात, दायाँ हात, मेरो दाहिने हात पूर्वतिर हुन्छ भनेर बुझ्नुहोस्। दायाँतर्फ तपाईँले आफ्नो कपीमा चित्र बनाउँदा अगाडि उत्तर राख्नुहोस्, सिधा अगाडि। राइट साइडमा दायाँतिर पूर्वलाई राख्नुहोस्। यो भयो पहिलो काम। उत्तरको विपरीतमा दक्षिण भइहाल्यो, पूर्वको विपरीतमा पश्चिम भइहाल्यो। यो भयो चारवटा मेन डिरेक्सनको कुरा। मेन डिरेक्सन आयो। मेन डिरेक्सन आयो भने त्यो डिरेक्सन सँगसँगै अब चारवटा मात्रै जानेर भएन, त्यसका सहायक डिरेक्सनहरू पनि जान्नु पर्यो, सब डिरेक्सनहरू पनि जान्नु पर्यो। के हुन्छ त त्यो हेर्नु पर्यो। त्यसको लागि यो सेन्टर छ। अब हेर्नुहोस्, यसमा यो उत्तर पूर्व भनेर आयो। कसरी उत्तर पूर्व? उत्तर र पूर्वको बिचमा यसरी लाइन जान्छ भने यसलाई उत्तर पूर्व भनेर बुझ्नु पर्यो, यो खालको डिरेक्सनलाई। दक्षिण र पूर्वको बिचमा पर्छ भने दक्षिण पूर्व भन्ने, दक्षिण र पश्चिमको बिचमा पर्छ भने दक्षिण पश्चिम भन्ने, उत्तर र पश्चिमको बिचमा पर्छ भने उत्तर पश्चिम भन्ने। आठवटा नाम, आठवटा डिरेक्सन। यो भएपछि कम्प्लिट भयो। अब नाममा तपाईँहरूलाई अलिअलि कन्फ्युजन लाग्छ। नाममा कन्फ्युजन भनेको चाहिँ, सर उत्तर र पूर्वको बिचमा पर्दा उत्तर पूर्व किन भनेको, पूर्व उत्तर किन नभनेको? दक्षिण पूर्व किन भने, पूर्व दक्षिण किन नभने? उत्तर पश्चिम नै किन भनेको, पश्चिम उत्तर किन नभने? त्यो मनमा लागिरहेछ होला, अलिअलि जिज्ञासा अलिअलि आएको छ होला। त्यस्तो जिज्ञासा आछ भने त्यसलाई सामान्य रूपले बुझ्नुहोस्, त्यस्तो केही होइन।
सामान्य कुरा हो। उत्तर पश्चिम भन्नु र पश्चिम उत्तर भन्नुको अर्थ फरक छैन, एउटै हो। तर हामीले नाम राख्दाखेरि उत्तर र दक्षिणलाई अगाडि राख्ने गरिन्छ। त्यसको पनि केही अरू कारणहरू छन्, त्यो पोलर रिजनमा पर्ने भन्ने कुराहरूले गर्दाखेरि त्यसको बिहाइन्ड होइन, त्यसको पछाडिका साइन्सहरू धेरै छन्। सो उत्तर दक्षिणलाई अगाडि राखिन्छ। उत्तर दक्षिणलाई त्यो म्याग्नेटिक ऊबाट पनि हेरिन्छ होइन, त्यो हिसाबले हामी नर्थ र साउथलाई चाहिँ जहिले पनि अगाडि राख्ने अनि त्यसमा पूर्व र पश्चिम पछाडि जोड्ने गर्छौँ। त्यसको अर्थ यसरी बुझ्नुहोस् कि उत्तर पश्चिम भन्नु र पश्चिम उत्तर भन्नुमा त्यति फरक छ जति फरक ईश्वर अधिकारी भन्नु र अधिकारी ईश्वर भन्नुमा छ। मेरो नामै हो त्यो भनेको, ईश्वर अधिकारी भने म यो, अधिकारी ईश्वर भने म यो। फरक भनेको कसलाई अगाडि, नाम अगाडि भन्ने कि थर अगाडि भन्ने मात्रै फरक हो। भनेपछि यहाँ पनि कुरा त्यही हो। उत्तर पश्चिम भनेर पश्चिम उत्तर भन्नुमा खासै फरक केही पनि होइन। अप्सनमा दुइटै हामीलाई दिँदैन, ढुक्क हुनुहोस्। यो काम भयो हाम्रो पहिलो काम। एङ्गल पनि केही फरक पर्दैन अहिलेसम्मलाई, यो नामले केही पनि फरक पार्दैन। उत्तर पश्चिम भन्नु र पश्चिम उत्तर भन्नुले केही फरक पार्दैन है। ठिक छ। उम्, त्यस्तो होइन महेश। त्यस्तो होइन, त्यस्तो फरक होइन। त्यो त अलिक फरकै कुरा भयो, यहाँ चाहिँ त्यस्तो छैन। ल, अब यसपछि अरू कुराहरूमा जाउँ। अझै अझै थप कुराहरू जान्नुपर्ने छ। तपाईँले के जान्नु पर्यो अरू कुराहरू भने, एउटा यो जुन मेन डिरेक्सन छ, मेन डिरेक्सनहरू चारवटा बनाउँछौँ हामी, पूर्व पश्चिम उत्तर दक्षिण। यसमा हरेक डिरेक्सनको बिचमा कोण कति हुन्छ? 90 डिग्री हुन्छ। हेर्नुहोस्, हरेक डिरेक्सनको बिचमा कोण 90 डिग्री हुन्छ। त्यो 90 डिग्री कोणलाई बिचबाट काटियो भने आधी गर्नु पर्यो कि परेन? मतलब यो कोण कति हुँदो रहेछ? एउटा कोण भनेको 45 डिग्री हुँदो रहेछ। अभिषेक त्यस्तो होइन, यो चोर गाई र गाई चोर भने जस्तो चाहिँ फरक छ, त्यो त फरक छैन। ल, अब हेरौँ। 45 डिग्री, अब यो पनि 45 डिग्री। जुनसुकै हेरे पनि हरेक एङ्गल अब कति हुन्छ? 45 डिग्री हुन्छ। त्यसैले अब यो कुरा चाहिँ तपाईँले बुझ्नु जरुरी छ। र कसरी हेर्ने त? ल हेर्नुहोस्, अब यसमा एक स्टेप भनेको जहिले पनि, एक स्टेप भनेको 45 डिग्री हो। दुई स्टेप भनेको, दुई स्टेप भनेको 90 डिग्री हो। तीन स्टेप भनेको 135 डिग्री हो। चार स्टेप भनेको 180 डिग्री र पाँच स्टेप भनेको यो 225 डिग्री हो। छ त अब यति धेरै त हामीलाई नर्मली युज गर्नु पर्दैन, जानिराख्ने हो भने यो सबै लेखिदिन्छु म। तर 5सम्म चाहिँ याद गर्नु पर्यो होइन। बाँकी तिनवटा चाहिँ अब याद नगर्दा पनि खासै फरक पर्दैन। र पुरै भनेको कति हो त? एउटा सर्कल पुरै भनेको 360 डिग्री हो है। एउटा पुरै सर्कल भनेको 360 डिग्री हो। र त्यो 360 डिग्री भनेको चाहिँ 8वटा स्टेप कम्प्लिट भएपछि एउटा साइकल कम्प्लिट हुन्छ, एउटा सर्कल कम्प्लिट हुन्छ। 5 स्टेपसम्म चाहिँ तपाईँले यो डिग्रीहरूलाई, यति डिग्री भनेको यति स्टेप, 45 डिग्री भनेको एक स्टेप, 90 डिग्री भनेको दुई स्टेप, 135 भनेको तिन स्टेप, 180 भनेको चार स्टेप, 225 भनेको 5 स्टेप। यो चाहिँ अब तपाईँहरूले याद गर्नु पर्यो है। यो चाहिँ याद गर्नुपर्छ। यो याद भयो भने अब हामी लगभग डिरेक्सनलाई हामी अब बिस्तारै सल्भ गर्नतिर लाग्न सक्छौँ। अब एउटा कुरा गरेर अनि बल्ल अगाडि बढौँ। एउटा कुरा भनेको घडी। घडी हेर्न आउँछ नि? घडीको सुई घुमेको हेर्न आउँछ नि? घडीको सुई, यो उत्तर भनेको यहाँ 12 बजे हुन्छ घडीको सुईमा है। यहाँ 3 बजे, यहाँ 6 बजेको समय, यो 9 बजेको समय हो, चारवटा। अनि यसमा अब कुनै पनि घडीको सुई त यसरी घुम्छ नि, 12 बजेबाट 1 2 3 4 5 6 यसरी घुम्ने होइन। यसरी घुम्छ भने यो खालको घुमाइलाई हामी भन्छौँ क्लक वाइज रोटेसन, अर्थात् घडीको सुई घुम्ने तर्फ घुमेको भनेर। यसलाई हामी भन्छौँ क्लक वाइज रोटेसन, अर्थात् क्लकवाइज रोटेसन, अर्थात् घडीको सुई घुम्ने तर्फ घुमेको भनेर हामीले हेर्न सक्छौँ अहिलेको कन्डिसनमा। क्लकवाइज रोटेसन।
विपरीत भयो भने एन्टी क्लकवाइज भइ नै हाल्छ। अहिले हामीले क्लकवाइज रोटेसनको रूपमा बुझ्न सक्छौँ। यो भयो अहिलेको कुरा। अब यसको विपरीत भयो भने एन्टी क्लकवाइज अर्थात् घडीको सुई घुम्ने विपरीततर्फ घुमेको भनेर बुझ्न सकिन्छ। र यति जानिसकेपछि अब हामी अगाडि बढ्न सक्छौँ। अब अगाडि बढेर प्रश्नहरू कस्ता कस्ता हुन्छन्, के सोध्न सकिन्छ, त्यसको बारेमा हामी छलफल गर्छौँ। सो पहिलो प्रश्न आजको के छ त्यसबाट सुरु गरौँ। अब यहाँसम्मका कुराहरू तपाईँहरू लेख्न छुटाउनु भएको छ, अल्छी गरेर भर्खर भर्खर आउनु भएको छ भने स्क्रिनसट लिएर राख्नुहोस्। म अब अगाडि बढ्नतिर लागेँ। ल हेरौँ आजको पहिलो प्रश्न के छ। ल यो हेर्नुहोस्, अब प्रश्नले के भनेको छ। प्रश्नले के भनेको छ, यस्तो प्रश्न त अफिसर लेभलमा पनि सोधेको छ, एग्रिकल्चरकै अफिसरमा पनि यस्तै यस्तै क्वेसन सोधेको थियो 2 वर्ष जति अगाडि। अब अहिले प्रश्नले के भनेको, अब चौथो पाँचौँ तहमा त यसै पनि सोध्ने सम्भावना भइहाल्छ। प्रश्नले के भनेको त भन्दा दिएको मध्ये प्रश्न चिन्ह भएको ठाउँमा कुन विकल्प उपयुक्त हुन्छ भनेको छ। कसरी, दक्षिणको पश्चिम भए पश्चिमको के हुन्छ, साउथको वेस्ट भए के हुन्छ वेस्टको सोधेको छ। त्यसको लागि सिम्पल कुरा अब हामीले बुझ्नु पर्यो। हेर्नुहोस्, यो डिरेक्सनलाई बुझ्नु पर्यो। डिरेक्सनलाई बुझेर के भन्नु पर्यो, दक्षिणलाई पश्चिम भनिन्छ। किन पश्चिम भनेको दक्षिणलाई यत्तिकै भन्न पाइन्छ त? दक्षिणलाई यत्तिकै पश्चिम भन्न पाइन्छ? पाइँदैन। दक्षिण भनेको यो हो, पश्चिम भनेको यो हो। अनि दक्षिणलाई यत्तिकै पश्चिम भन्न त पाइएन। पाइएन भने अब के गर्ने, केही न केही खोज्नु पर्यो तरिका। कसरी भन्दा घुमाइदिने। घुमाइदिने रोटेसन हेर्ने कति डिग्रीको टाढा गएको छ, कति डिग्री, अथवा दक्षिणलाई पश्चिम के आधारमा भनियो भन्दा दक्षिणबाट 90 डिग्री क्लकवाइजतिर घडीको सुई घुम्नेतिर। हेर्नुहोस् है, दक्षिणबाट घडीको सुई घुम्नेतिर 90 डिग्री घुम्यो भने पश्चिम पुगिन्छ। अब यही तरिकाले पश्चिमलाई के भनिन्छ भनेको हुनाले पश्चिमबाट पनि त्यतैतिर त्यति नै एङ्गल घुमाउनु पर्यो, 90 डिग्री क्लकवाइज नै घुमाउनु पर्यो। कहाँ पुगिँदो रहेछ, उत्तरमा पुगिँदो रहेछ। त्यसैले हाम्रो उत्तर उत्तर हुँदो रहेछ। ल सिम्पल कुरा छ, गाह्रो कुरा यसमा दिएको होइन। पाइन्छ, पेपरमा फिगर बनाउन पाइन्छ। इक्जाममा क्वेसन पेपरमा चाहिँ लेख्न पाइन्छ। क्वेसन पेपरमा चाहिँ लेख्न पाइन्छ, एन्सर सिटमा चाहिँ तपाईँले लेख्न पाउनुहुन्न। क्वेसन पेपरमा जहाँ जहाँ जति कोर्न मन लाग्छ कोरेर आउन पाइन्छ। यस्तै इक्जाम्पल अर्को एउटा राखिदिएको छु, यो हेर्नुहोस् अनि तपाईँले भन्न सक्नुहुन्छ के हो भनेर। यो प्रश्नलाई हेरेर आफ्नो एन्सर भन्नुहोला।
ओके, ल हेरौँ अब के होला त कुरा। तपाईँको एन्सरलाई हामीले चेक गरौँ के गर्न सकिन्छ। सबैले ध्यान दिएर हेर्नुहोस् यो भनेको कुराहरूलाई। अहिले त अब त्यो दक्षिण पश्चिम दक्षिण पूर्वको कुरा आछ, त्यसैले यिनीहरू पनि ड्र गर्नु पर्यो। र यो चित्र धेरै महत्त्वपूर्ण छ, चित्र पढ्ने बेला नि चाहिन्छ भनेको त्यो नन भर्बल रिजनिङको पार्टमा पनि यो जान्नुपर्छ। अब हेर्नुहोस्, यदि दक्षिण पूर्व दिशा उत्तर दिशा हुन्छ, दक्षिण पूर्व भनेको यो डिरेक्सन हो, यसलाई के बनाउने रे? उत्तर बनाउने रे, यो डिरेक्सन बनाउने रे। यत्तिकै बनाउन पाइयो? पाइएन, घुमाउनु पर्यो। जता घुमाए नि हुन्छ, घुमाउनु पर्यो। यताबाट घुमे नि पाइन्छ, यताबाट घुमे नि पाइन्छ। हामी छोटो बाटो घुमाउँ। 1 2 3 स्टेप एन्टी क्लकवाइजतिर घुमाएँ मैले 135 डिग्री। 135 डिग्री एन्टी क्लकवाइज, घडीको सुई घुम्ने भन्दा उल्टोतिर घुम्यो अहिले त, है उल्टो घुम्यो। अब यस हिसाबले पश्चिमको के हुन्छ भनेर सोध्या होइन? पश्चिमको सोधेको हो नि, त्यतै घुमाउनु पर्यो कि परेन? पश्चिमको सोध्यो भने त यसरी नै घुमाउनु पर्यो नि। अब यसरी नै घुमायो भने पश्चिमबाट त्यही डिरेक्सनमा घुमाए कति घुमाउने? 1 2 3, कहाँ पुग्यो? फेरि त्यहीँ पुग्यो कि पुगेन? फेरि त्यहीँ। हेर्नुहोस्, अब यहाँ उल्टो गर्नुभयो धेरैजनाले। यो जता घुमेको हो त्यतैतिर घुमिराख्नु पर्यो। उल्टो काम गर्नु भएन, उल्टो घुमाउन पाइएन। एन्टी क्लकवाइज भए एन्टी क्लकवाइज, क्लकवाइज भए क्लकवाइज, त्यसैले एन्सर फेरि पनि दक्षिण पूर्व नै हुन्छ। ल, अब कुरा बुझियो? अब जो साथीहरूले अलिक फरक एन्सर दिनुभएको छ, दक्षिण उत्तर पूर्व भन्नुभएको छ, तपाईँले ध्यान दिनु पर्यो के भने एउटा यता घुम्ने एउटा यता घुम्ने गर्न पाइँदैन। दुवै पटक एकैतिर घुम्नु पर्छ, दुवै पटक एउटै डिरेक्सनमा घुम्नु पर्छ है। ल, त्यसपछि हामी अब यो कुरालाई गर्न सक्ने बन्नु पर्यो। डिरेक्सनलाई एकदम ध्यान दिनु पर्यो, डिरेक्सनलाई एकदम ध्यान दिनु पर्यो। र नाम, डिरेक्सनको 8वटा डिरेक्सनको नाम जान्नु पर्यो। 8वटा डिरेक्सनको नाम जान्नु पर्यो। यो दक्षिण पूर्व हो, दक्षिण पूर्वलाई उत्तर यत्तिकै भन्न पाइँदैन। त्यो भन्नको लागि दक्षिण पूर्वलाई कि यता घुमाउने कि यता घुमाउने हो। जता घुमाए नि भयो, जता घुमाए नि भयो। अहिले हामी यताबाट घुमेर हेर्नुहोस्, 1 स्टेप 2 स्टेप 3 स्टेप घुमेर उत्तर पुगियो। अनि सोधेको छ पश्चिमको चाहिँ के हुन्छ भनेर सोधेको छ। पश्चिमको के हुन्छ भनेर सोधेपछि पश्चिमबाट पनि हामी यसरी नै घुम्नु पर्यो कि परेन? यति नै घुम्नु पर्यो कि परेन? यति नै घुम्नु पर्यो। यति नै घुम्नु पर्यो भने अब कता घुम्ने कति घुम्ने? यति नै घुमाउ। हेर्नुहोस्, अब यहाँबाट यही डिरेक्सनमा घुमिराख्ने 1 2 3 आइपुग्यो यहाँबाट यही डिरेक्सनमा दक्षिण पूर्वमा नै, त्यसैले हाम्रो एन्सर दक्षिण पूर्व भयो। सर्ट वेबाट जाने, अरू डिरेक्सन नि यसरी नै चेन्ज गरेको भनेको हो क्या। अदर डिरेक्सन आर चेन्ज भनेको सबै डिरेक्सनलाई 135 डिग्री घुमाइदिएको हो क्या, सबैलाई एभ्री डिरेक्सनलाई 135 डिग्रीले चेन्ज गरिदिएको, रोटेसन गरिदिएको भनेर बुझ्ने हो। यस बेलामा एउटा डिरेक्सन मात्रै घुम्ने भन्ने हुँदैन, सबै घुम्ने हो। खासमा घुम्दाखेरि सबैलाई चेन्ज गरिन्छ। चेन्ज कसरी गरिन्छ? रोटेसन गरेर गरिन्छ। त्यो चाहिँ हामीले हेर्नु पर्यो। क्लकवाइजबाट गरे पनि मिल्छ, एन्टी क्लकवाइजबाट गरे पनि मिल्छ। तर क्लकवाइजबाट गर्दा स्टेप 5वटा पर्छ, एन्टी क्लकवाइजबाट गर्दा 3टा पर्छ। त्यो चाहिँ जताबाट जाँदा नि तपाईँहरूको इच्छा। तर बेटर भनेको त्यही हो, छोटो बाटो जाने। तपाईँलाई काठमाडौँबाट पोखरा जानु पर्यो भने बुटवल गएर पोखरातिर उक्लिने कि अथवा मुगलिनबाट सिधै पोखरातिर लाग्ने, त्यो तपाईँहरूको विकल्प, तपाईँहरूको विचार। त्यो चाहिँ जता गरे नि नमिल्ने चाहिँ होइन, सही छ। तर जस्ट बाटो मात्रै हामीले लामो छोटो हेर्ने हो, त्यस्तो अरू केही कुरा गाह्रो कुरा छैन है। ल, अर्को इक्जाम्पल हामी हेर्छौँ। प्रश्न नम्बर 3, 3 नम्बरको प्रश्नले के भनेको छ त्यो प्रश्नलाई बुझौँ। अब अहिलेको लागि यस्तै तरिकाले हामीलाई यहाँनिर अब चाहिँ डिरेक्सन नै दिएर सोधेको छ, डिरेक्सनको नाम नै दिएको छ। हेर्नुहोस् के भनेर दिएको छ। अब
डिरेक्सनको नाम नै दिएको छ र डिग्रीमै दिएको छ। डिग्री डिग्रीमा दिने बित्तिकै अब स्टेप सम्झिनु परेन, त्यसले स्टेप सम्झिनु पर्यो। अब नाम भन्दा पनि हामीलाई चाहिँ डिग्री यति डिग्री घुम्यो भनेर दिने बित्तिकै सजिलो भइहाल्छ। सजिलो भइहाल्छ। कसरी बुझ्ने त अब? अञ्जली दक्षिण फर्किएर बसेकी छिन्। उनी घडीको सुई घुम्ने दिशामा 225 डिग्री घुम्छिन् भने अहिले अञ्जली कता फर्किएकी होलिन् भनेर प्रश्न सोधिएको छ। अब यसलाई बुझ्नु पर्यो कसरी। ल हेर्नुहोस्, पहिलो कुरा हामीले जान्नु पर्यो 225 डिग्री भनेको 45 डिग्री इन्टु 5 स्टेप हो। 5 पटक घुम्ने भनेको हो यसले, सानो सानो स्टेप 5 पटक। यो जान्नु पर्यो, अघि लेखेको छु, अघि लिस्ट बनाइदिएको छु। अब हेर्नुहोस्, सुरुमा कता फर्किएकी छिन्? अञ्जली दक्षिण फर्किएकी छिन्। उनी घडीको सुई घुम्ने दिशामा 225 डिग्री। सुई घुम्ने कता? यसरी घुम्ने हो घडीको सुई। थाहा छैन भने घडी हेर्नु पर्यो अहिले एकछिनपछि, कता घुमिरहेछ सुई। त्यो भनेको क्लकवाइज हो घडीको सुई घुम्ने। 225 डिग्री भनेको 5 स्टेप। यहाँबाट 1 2 3 4 5। यसको नाम के हो? उत्तर र पूर्वको बिचमा उत्तर पूर्व हो भनेर भन्नु पर्यो। अप्सन बी, नर्थ इस्ट हाम्रो एन्सर हुनु पर्छ। बुझियो? यो बुझियो अब? डिग्री र स्टेपको सम्बन्ध जान्नु पर्यो। त्यो याद गरिएन भने त बुझिँदैन। त्यही त हो कुरा, अरू त केही पनि छँदै छैन। क्लकवाइज जान्नु पर्यो, एन्टी क्लकवाइज जान्नु पर्यो है। क्लकवाइज र एन्टी क्लकवाइज जान्नु पर्यो। अनि यो डिग्री र स्टेप बिचको सम्बन्ध जान्नु पर्यो। 225 डिग्री भनेको 5 स्टेप, 45 45 45 45 45 5 पटक भयो भने 235 हो। सरी 225 हो, सरी होला। र 225 एउटा भनेको 45 डिग्री हो। यो 45 हुन्छ एउटा एङ्गल। 45 45 गरेर 5 चोटि गयो, 5 चोटि गएपछि उत्तर पूर्व पुग्यो भनेर भन्नु पर्यो। यो त सिधा सिधा कुरा भयो, यो त सजिलो कुरा भयो। एकदम डाइरेक्ट एउटा एउटा मात्रै। दुईटा दियो भने चाहिँ के गर्ने त? त्यो हामीले अब हेर्नुपर्ने हुन्छ। हेर्नुहोस्, दुईटा दिएको अवस्थामा के हुन्छ यो क्वेसनबाट बुझ्नु पर्यो अब। ल यो प्रश्नबाट हेर्नुहोस्, ट्राई गर्नुहोस् के छ। ओके, अब हेर्नु पर्यो के भनेको छ प्रश्नले। गाह्रो बनाइदिएको छ मतलब धेरै घुमाइदिएको छ। गाह्रो त अरू के छ र, घुमाएको धेरै छ, त्यो घुम्नु पर्यो। हामी हामी प्रश्नसँग घुम्नु भएन, हामीले प्रश्नलाई घुमाउनु पर्यो, चित्रलाई घुमाउनु पर्यो। हामी घुम्ने होइन, आफू घुमेपछि त बिग्रिहाल्यो नि कुरा। ल हेर्नुहोस् अब के छ। सुरुमा कविता दक्षिण फर्केर बसेकी छिन्, दक्षिणै फर्केको रहेछ सुरुमा। अब हेर्नुहोस् त, यसमा घडीको सुई घुम्ने दिशामा 135 डिग्री घुम्छिन्। घडीको सुई घुम्ने भनेको यसरी घुम्ने। 135 भनेको 3 पटक, 1 2 3 पटक। पुनः घडीको सुई घुम्ने तर्फ नै 90 डिग्री भनेको 2 पटक। घडीको सुई घुम्ने तर्फ नै त्यतै 1 2। अब अन्तिममा घडीको सुई घुम्ने विपरीत दिशामा 270। 270 भनेको त 135को डबल हो। त्यो भनेको 6 स्टेप हो, तर विपरीत तर्फ, उल्टो तर्फ घुम्ने। अहिले घुमेको भन्दा उल्टोतिर घुम्नु भनेको छ। 6 स्टेप है, 6 स्टेप। 1 2 3 4 5 6
यहाँ आएर रोकियो, यसको नाम हो दक्षिण पूर्व अर्थात् साउथ इस्ट भनेर यसरी भन्नु पर्यो। ल हेर्नुहोस्, त्यो स्टेपहरूलाई ध्यान दिने, त्यो डिग्रीहरूलाई याद गर्ने हो भने गाह्रो कुरा त छैन। क्लकवाइज एन्टी क्लकवाइज जानिहालेका छौँ। क्लकवाइज एन्टी क्लकवाइज कुरा हामीले गरिसकेका छौँ। यता घुमे क्लकवाइज, यता घुमे एन्टी क्लकवाइज। त्यो हामीलाई प्रश्नले नै भनेको छ कता घुम्ने भनेर भनिदिएको छ। बुझ्नुपर्ने भनेको डिग्री दिएको छ, डिग्री र स्टेपको सम्बन्ध बुझ्नु पर्यो। 45 डिग्री भनेको एउटा मात्रै स्टेप, 90 डिग्री भनेको 2 स्टेप, 135 भनेको 3, 180 भनेको 4, 225 भनेको 5, 270 भनेको 6, त्यो बुझ्नु पर्यो। र अर्को कुरा भनेको डिरेक्सनको नाम जान्नु पर्यो यिनीहरूको। यो चित्र जुन छ यसमा सबैको नाम थाहा हुनु पर्यो कि परेन? यो पूर्व हो, यो उत्तर हो, यो पश्चिम हो, अनि यो दक्षिण हो, यसरी जान्नु पर्यो। यिनीहरूको बिचमा उत्तर र पूर्वको बिचमा उत्तर पूर्व भनेर जान्नु पर्यो, उत्तर र पश्चिमको बिचमा उत्तर पश्चिम भनेर जान्नु पर्यो। अब यो कुराहरू नजानिए त हुँदैन फेरि। भनेपछि यो डिरेक्सनहरू थाहा भइसकेपछि यहाँ दक्षिण पश्चिम भयो। हेर्नुहोस् है, यो जानियो भने अब एकचोटिमा सरस्वती फेरि भनिदिन्छु। हेर्नुहोस् है, सरस्वती भनिदिन्छु, ध्यान दिएर हेर्नुहोस्। सुरुमा घडीको दक्षिण फर्किया छ, यहाँ यता छ, यहाँबाट घडीको सुई घुम्नेतिर 135 घुम्यो, 1 2 3 यहाँ आइपुग्यो, पहिलो स्टप यहाँ भयो। त्यसपछि दोस्रो प्रश्न, दोस्रो स्टपमा जाने हो भने घडीको सुई घुम्नेतर्फ नै 90 डिग्री घुम्यो, 2 स्टेप दोस्रो स्टेपमा। तेस्रोमा गएर विपरीततिर 270, 270 भनेको कति हो? जोड घटाउ गरेर गरे पनि हुन्छ मजाले, झन् सजिलो, अथवा नगरे पनि सजिलै हुन्छ। यहाँबाट 1 2 3 4 5 6 स्टेप आयो, यो लाइनमा आइपुग्यो। यो लाइन त दक्षिण पूर्वको लाइन हो, त्यसैले दक्षिण पूर्व भनेर भन्नु पर्यो। क्वेसन त कहाँ कन्फर्म हुने हुँदैन। तपाईँहरूले यति बुझ्नुहोस्, तपाईँहरूलाई क्वेसन त कन्फर्म भन्ने कुनै पनि हुँदैन। कुनै पनि टपिकबाट क्वेसन आउँछ भन्ने कन्फर्म गर्न सक्ने ठाउँै छैन। यति धेरै टपिकबाट एउटा क्वेसन आउँछ। डिरेक्सन, र्याङ्किङ, कोडिङ डिकोडिङ, अल्फाबेट सिरिज, 4वटा टपिक पढ्यो, एउटा क्वेसन आउँछ। मेन अझ त्यो पनि नआउन सक्छ, अझै अरू अरू टुक्राबाट पनि सोधिन सक्छ। त्यसैले अब पढ्ने कुरा धेरै छ, सोध्ने क्वेसन थोरै छ, त्यो अनुसार तपाईँले तयारी गर्नु पर्यो। अर्को प्रश्नमा जाउँ, 5 नम्बरको प्रश्न, अर्थात् हामी नयाँ टाइपमा जान्छौँ अब। यो भनेको यो घुम्नेवाला मात्रै कुरा भयो, घुम्नेवालामा अब समस्या नहोला जस्तो लाग्छ मलाई। यसपछि हामी यो नयाँ प्रश्न, अर्को टाइप हामी हेर्छौँ। यो टाइपलाई आज सल्भ गरेर अनि हामी अर्को टाइप अलिकति आज चाहिँ यसलाई चाहिँ क्लोज गरेर हामी बिदा हुन्छौँ। सो यो टाइपमा के छ, के बुझ्नुपर्ने छ, त्यसको बारेमा चाहिँ केही कुरा हेर्नु पर्यो। अहिले ब्याकग्राउन्डमा प्रश्न देखिसक्नु भएको छ, एकदम इम्पोर्टेन्ट प्रश्न हो यो। अब घुम्ने सम्बन्धी कुरा छैन, घुम्यो भने अब घुमेको कुराहरू सकियो। यसमा चाहिँ कस्तो प्रश्न हो त भनेर एकचोटि तपाईँले प्रश्नलाई हेर्नुहोस्, राम्रोसँग बुझ्न खोज्नुहोस्, बुझ्ने प्रयास गर्नुहोस्, अनि त्यसपछि हामी छलफलमा आउन सक्छौँ। दिएको डिरेक्सन अनुसार मान्छेलाई राख्न जान्नु पर्यो। र यसमा तपाईँहरू कन्फ्युज चाहिँ हुनुहुन्छ, म ढुक्क छु, तर कुन लेभलमा कन्फ्युजन तपाईँले ल्याउने, कुन लेभलमा हामी कन्फ्युज हुने भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। विवेक उज्जवलको दक्षिणमा छ, उज्जवल सन्तोषको पश्चिममा छ भने विवेकबाट सन्तोष कुन दिशामा होला भनेर प्रश्न सोधेको छ। अब यस्तो प्रश्न एकदम धेरै सोधिएको छ एक्जामहरूमा, तपाईँले यसलाई बुझ्नु पर्यो। रोटेसन अघि गरेको भन्दा यो धेरै सोधिन्छ एक्जामहरूमा हेर्दाखेरि, अहिलेसम्मको लोकसेवाले सोधेको प्याटर्नहरू हेर्दाखेरि। के गर्ने हो त, लेट्स स्टार्ट, कसरी हामीले सल्भ गर्न सक्छौँ। विवेक उज्जवलको दक्षिणमा छ, यहाँनिर तपाईँले शब्दलाई राम्रोसँग बुझ्नु पर्यो। को दक्षिणमा छ, को दक्षिणमा छ, विवेक कि उज्जवल? त्यो पढ्नु चाहिँ राम्रो छ, ध्यान दिएन भने त्यहीँ बिग्रिन्छ कुरा। विवेक दक्षिणमा छ, कसको दक्षिणमा? उज्जवलको दक्षिणमा। विवेक दक्षिणमा छ भने उज्जवल कता हुनु पर्यो? उत्तरमा हुनु परेन? ल हेर्नुहोस्, पहिलो कुरा यो मिलाउनु पर्यो। विवेक दक्षिणमा छ,
त्यसैले विवेक दक्षिणमा उज्जवल उत्तरमा हुनु पर्यो, पहिलो कुरा। यसमा कसैलाई केही कन्फ्युजन छ भयो भने त उत्तर दक्षिण नै थाहा नभए जस्तो भइहाल्यो नि। अब यसपछि अर्को कुरा, उज्जवल सन्तोषको पश्चिममा छ। को पश्चिममा? को पश्चिममा? उज्जवल पश्चिममा। को पश्चिममा? उज्जवल पश्चिममा। उज्जवल पश्चिममा हुनलाई सन्तोष कता हुनु पर्यो? उज्जवल पश्चिममा हुनलाई सन्तोष कता हुनु पर्यो? पूर्वमा हुनु पर्यो। त्यसैले सन्तोष पूर्वमा हुनु पर्छ। बल्ल कुरा मिल्यो। बल्ल कुरा मिल्यो। मिल्यो भने अब चित्र बन्यो। सोधेको कुरामा जाउँ। सोधेको के हो? विवेकबाट सन्तोष कुन दिशामा होला? विवेकबाट सन्तोषतिर हेर्नुस्। कता हेर्ने हो? विवेकबाट सन्तोष कता हेर्ने? जो बाटो भनेको छ त्यो बाटो हेर्ने है। यहाँ बसेर हेर्नु पर्यो उता, कुन डिरेक्सन। विवेकबाट उत्तर हेर्नु पर्यो अनि पूर्व जानु पर्यो। त्यसैले उत्तर पूर्व नर्थ इस्ट भन्नु पर्यो। विवेकबाट सन्तोष सोधेको हुनाले विवेकबाट सन्तोष सोधेको हुनाले उत्तर पूर्व, सन्तोषबाट विवेक सोधेको हुनाले सोध्यो भने सन्तोषबाट विवेक सोधेको भए के हुन्थ्यो? सन्तोषबाट पश्चिम अनि दक्षिण, दक्षिण पश्चिम भनेर आउनु पर्थ्यो। दुईटा कुरा हुन्छ। विवेकबाट सन्तोष सोध्यो उत्तर पूर्व, सन्तोषबाट विवेक सोध्यो दक्षिण पश्चिम। यो कुरा हेर्न जानु पर्यो। यसमा धेरैजनाले बिगार्नुहुन्छ। अब के छ, केही समस्याहरू छ कि छैन भने यस्तै इक्जाम्पल एउटा हामी अझै हेर्नुपर्छ, अझै क्लियर हुनुपर्छ। यस्तो खाले प्रश्नमा धेरैजनाले बिगार्नुहुन्छ, त्यो सन्तोषलाई उल्टोतिर राखिदिनुहुन्छ मेन समस्या भनेको। त्यसैले तपाईँले के गर्नुहोस् भने चित्र बनाइसकेपछि एकचोटि क्वेसन फेरि पढ्नुहोस्, मिल्यो कि मिलेन। अनि त्यसपछि मिलेन भने फेरि सार्नु पर्यो, उल्टो गर्नु पर्यो त्यसलाई। ठिक छ? अब बुझिएको छ यो कुरा? ल ओके, अर्को प्रश्न एउटा ट्राई गरौँ हामी सबैजनाले। यस्तै प्रश्न ल हेर्नुहोस्, ट्राई गर्नुहोस् र भन्नुहोस् एन्सर के आउँछ। ल अब यसलाई बुझौँ। यसलाई बुझौँ के भनेको छ प्रश्नले। सुनिल अनिलको उत्तरमा र अनिल विनिलको पूर्वमा छ। हेर्नुहोस्, सुनिल उत्तरमा छ, यो कुरा बुझ्नु पर्यो तपाईँले। सुनिल उत्तरमा छ भने, सुनिल उत्तरमा छ भने अनिल दक्षिणमा छ। यो प्रश्नले नै भनेको कुरा हो। यो त मिलिहाल्छ। यसपछि अर्को कुरामा चाहिँ बिगार्ने सम्भावना हुने हो। अनिल विनिलको पूर्वमा छ। को पूर्वमा छ? पूर्वमा को छ? अनिल। पूर्वमा अनिल छ। अनिललाई पूर्वमा पार्नको लागि विनिल पश्चिममा हुनुपर्छ अनिलको।
अनिललाई पूर्वमा पार्नको लागि विनिल पश्चिममा हुनुपर्छ। अब बल्ल कुरा मिल्छ, बल्ल कुरा मिल्छ। विनिललाई पश्चिममा राखेपछि र यस्तो हुन्छ भने अब सोधेको कुरामा जाउँ। सुनिलबाट विनिल कुन दिशामा होला? ल हेर्नुहोस्, सुनिल यो भयो, विनिल यो भयो। सुनिलबाट विनिल दक्षिण पश्चिम दिशामा छ। हेर्न गाह्रो लाग्यो भने कसरी हेर्नुहोस्, सुनिलबाट हेर्दा, सुनिलबाट हेर्दा दक्षिण गएर यहाँ पुग्यो भने अब कता जानु पर्यो? पश्चिम जानु पर्यो नि। हेर्नुहोस् त, सुनिलबाट दक्षिण जाने अनि पश्चिम जाने, त्यसलाई हामी भन्छौँ दक्षिण पश्चिम दिशा। त्यसैले हाम्रो एन्सर दक्षिण पश्चिम, साउथ वेस्ट हुनु पर्छ। साउथ वेस्ट, दक्षिण पश्चिम हाम्रो एन्सर हुनुपर्छ। ल, अब कसैलाई कन्फ्युजन लागेको छ भने सोध्नुहोस्। केही छ कुराहरू, यो कुरा चाहिँ के भयो, किन यस्तो भयो भन्ने लाग्यो भने सोध्नु होला है। ए, विनिल फ्रम सुनिल, ठिकै त हो नि। विनिल फ्रम सोधेको होइन, फ्रम सुनिल होइन। यहाँ हेर्नु न, इन विच डिरेक्सन अफ विनिल, ए वाट इज द डिरेक्सन अफ विनिल फ्रम को, फ्रम सुनिल, सुनिलबाट हेर्नुहोस्। सरस्वती बुझ्नुभयो? अब फ्रम जो भनेको छ त्योबाट हेर्नु पर्यो नि त, फ्रम सुनिल। अब यस्तो हो हेर्नुहोस्, मैले चाहिँ के भन्छु, फेरि भन्दिनँ त भनिदिन्छु म। तर फेरि भनेर के गर्ने, के बुझ्नु भएन त थाहा हुनु पऱ्यो क्या तपाईँले। के बुझ्नु भएन भनेर थाहा पाउनु पर्यो। यसको एउटा रमाइलो इक्जाम्पल हुन्छ, मैले भन्छु जहिले नि। डक्टरबाट जानुभयो तपाईँ, डक्टरलाई गएर डक्टर साहब मलाई त साह्रै दुख्यो, मेरो उपचार गरिदिनु पर्यो भन्नुभयो। अब डक्टरले के को उपचार गर्ने? डक्टरलाई त भन्नु पऱ्यो नि त तपाईँले, पेट दुख्या हो कि, टाउको दुख्या हो कि, हात दुख्या हो कि, कस्तो खालको दुखेको हो, के गर्दा दुख्छ, थाहा भयो भने पो डक्टरले त्यही अनुसार उपचार गर्ने। पेन किलर दिएर पठाएपछि कसरी भयो? भयो त उपचार? के कुरामा कन्फ्युजन भयो? डिरेक्सन हेर्न कन्फ्युजन भयो कि राख्ने बेला कन्फ्युजन भयो कि राख्दाखेरि के कुरामा कन्फ्युजन भयो, त्यो सोध्नुभयो भने मलाई भन्न सजिलो हुन्छ अनि तपाईँको उपचार पनि हुन्छ। नत्र त रोगको उपचारै हुँदैन, औषधि खायो, एक दुई दिन दुख्न ठिक हुन्छ अनि फेरि दुखिहाल्छ है। ल हेर्नुहोस्, एकचोटि फेरि म सर र रिपिट चाहिँ गरिदिन्छु, तर क्वेसन सोद्धाखेरि त्यसरी सोध्नु होला। अहिले फेरि सुरुदेखि भने है। सुनिल अनिलको उत्तरमा छ। को उत्तरमा छ? सुनिल उत्तरमा छ। सुनिल उत्तरमा छ, त्यसैले अनिल दक्षिणमा हुनुपर्छ, पहिलो कुरा। दोस्रो कुरालाई हेर्नु पर्यो, दोस्रो कुरालाई हेर्नु पर्यो। अनिल विनिलको पूर्वमा छ। को पूर्वमा? को पूर्वमा? अनिल पूर्वमा। को पूर्वमा? अनिल पूर्वमा। अनिल पूर्वमा हुनु पर्यो भने विनिललाई लगेर पूर्वमा राख्ने त भएन नि। मानौ तपाईँले के गर्नुभयो, विनिललाई ल्याएर राख्नु, राखेपछि एकचोटि फेरि पढ्नुहोस्, फेरि पढ्नुहोस्। अब के हुन्छ फेरि पढ्नुहोस् त अब। अनिल विनिलको पूर्वमा छ, अनिल विनिलको त पश्चिममा परेन, पश्चिममा परेन, मिल्यो त? अनि अनिल विनिलको पश्चिममा पर्यो, मिलेन। मिलेन भने के हुनु पर्ने थियो? अनिल अनिल विनिलको पूर्वमा छ। अनिल विनिलको पूर्वमा छ भने विनिल त पश्चिममा हुनुपर्छ नि यहाँनिर। अनि बल्ल विनिलबाट हेर्दा अनिल पूर्वमा भएन। ल हेर्नुहोस् त, अनिल विनिलको पूर्वमा छ, यसरी मिलाउनु पर्यो। यही हो झुकिने ठाउँ, बिगार्ने ठाउँ, पहिलो कुरा। अब डिरेक्सन हेर्ने बेलामा डिरेक्सन कसरी हेर्ने त, त्यसमा कन्फ्युजन लाग्यो भने हेर्नुहोस्, सुनिल र विनिलको हामीलाई चाहियो। मानौ सुनिलबाट विनिल भनेर भन्यो, सुनिलबाट विनिल भन्यो भने सुनिल हटान गएर बस्नुहोस्। अब सुनिल भाटा गएर बस्नुहोस्, जसलाई कन्फ्युजन भएको छ सुनिल भाटा गएर बस्नुहोस्। अनिलको घर जानलाई कि विनिलको घर जानलाई अब तपाईँ कता हिँड्ने? दुईटा डिरेक्सन, तेर्सो तेर्सो हिँड्न पाइयो कि तेर्सो हिँड्ने कि ठाडो हिँड्ने? अब भन्नुहोस् ल, सुनिलको घरबाट विनिलको घर जान तपाईँलाई दुईटा डिरेक्सन हिँड्नुपर्छ, ठाडो हिँड्नुपर्छ एकचोटि, एकचोटि तेर्सो हिँड्नुपर्छ। के गर्न सकियो?
सुनिलबाट दक्षिण गयो एकचोटि। दक्षिण गयो भने अब कता जानु पर्यो? दक्षिण गयो भने कता जानु पर्यो? पूर्व कि पश्चिम? हेर्नुहोस् है, मैले भन्दैछु, ध्यान दिनुहोस् अहिले। सुनिलबाट अनिल भटा आयो अथवा सुनिलबाट दक्षिण आयो। दक्षिण आयो भने अब कता जाने? दक्षिण आएपछि कता जाने? पूर्व जाने? होइन, कता जाने? पश्चिम जाने। दक्षिण जाने अनि पश्चिम जाने, त्यसैले दक्षिण पश्चिम। ल हेर्नुहोस्, भयो। अनि अर्को हेर्नुहोस्, ल मानौ त्यसरी गइएन, सुनिलबाट तेर्सै यता गयो। अब विनिलबाट जाने कता जाने? सुनिलबाट सुरुमा कता गयो? पश्चिम। सुरुमा पश्चिम, सुरुमा पश्चिम। अब कता जाने? दक्षिण, त्यसैले दक्षिण पश्चिम, जताबाट गए पनि। बुझियो अब? सुनिलबाट विनिल है। अब विनिलबाट सुनिल, विनिलबाट सुनिल, विनिलबाट सुनिल भनेको कता? विनिल, विनिलबाट पूर्व गए यहाँ पुग्ने, पूर्व गएपछि उत्तर जानुपर्छ, त्यसैले उत्तर पूर्व। अर्थात् अर्थात् विनिलबाट उत्तर गयो भने यहाँ पुग्ने अनि पूर्व जानुपर्छ, त्यसैले उत्तर पूर्व। जताबाट हेरे पनि कुरा एउटै नै हो। अब ठिक छ? अब बुझिएको छ? सिधै झऱ्यो भने त झन् राम्रो नि। सिधै झर्न जाने यो डिरेक्सन दक्षिण पश्चिम हो भन्न जाने भने त साह्रै राम्रो। त्यो नजान्नेहरूको लागि घुमाइ फिराइ हिँड्नु परेको हो है। ल, यति भयो भने आजको लागि अब बिदा हुन्छु। बाँकी कुरा भोलिको सेसनमा कन्टिन्यू गरौँला। अहिलेलाई हामी यतिमै क्लोज गर्छौँ। सबैजनालाई शुभरात्रि। भोलि फेरि 8:30 बजे हामी भेट्नेछौँ है त। ल, सी यू अल टुमोरो।